प्रायः चाहिँ जागिर खान्छ हाम्रो उसमा हेर्दाखेरि प्रायः जागिर खाँदैन जुन आफ्नो व्यापार छ होइन जुन बाबुबाजेले गरेर व्यापार त्यही व्यापार नै उहाँले अँगाल्दै रहेको हाम्रो एलआइसी पेसा पनि त्यही नै त्यसरी अँगाल्न सकिन्छ जस्तै अब उहाँले हामीले 10 रुपियाँ दियो त्यो 10 रुपियाँ चाहिँ हामीले खर्च फर्किँदै राख्नु उसलाई बिल पनि छैन म्यासेज पनि आएको छैन भनेपछि उसले त फलानले यसो गर्यो भन्दैन कि एलआइसीले गर्यो यसो एलआइसीको कर्मचारीले यस्तो गर्यो हामी त कर्मचारी होइन होइन कर्मचारी भए त 10 रुपियाँ पाएर यहाँ बस्नु पर्थ्यो अनि हामीले फर्म लाउनु पर्थ्यो अथवा हाजिर गर्नु पर्थ्यो रजिस्टरमा होइन हामी त ऊ होइन तर हामी चाहिँ भोलिन्टियर जस्तो हो जस्तै अब मार्फतमा लेखापढी गर्ने मान्छे हुन्छ अथवा यातायातमा लेखापढी गर्ने मान्छे हुन्छ त्यस्तै हो हाम्रो देशमा हो यसमा कहिले पनि लोलुपापी मन गरेर काम गर्ने पैसा जति पनि आउँछ इमानदारी काम गर्नुपर्छ अनि हामी जहिले पनि सफलता हुनुपर्छ अनि के अरे रारा अथवा चाहिँ चन्द्रगिरी टुर भनौँ पोखरा टुर भनौँ मनोकामना टुर जुन पनि कम्पनीले दिएको हुन्छ प्रत्येक महिना छुट्टा छुट्टै टुरहरू दिइरहन्छ त्यो हामीलाई एक्स्ट्रा इन्कमको लागि हामीलाई कमिसन त दिइरहेको हुन्छ होइन 25% अथवा जुन हामीले कमाइरहेको छ त्यो पर्सेन्ट त दिइरहेको एक्स्ट्रा इन्कम त्यसरी हामीले काम गरौँ सबै साथीहरू नहतारिउँ नहटाउँ बिस्तारै बिस्तारै काम गरौँ काम गर्न जानिएन भने आफ्नो सिनियरले सोध्ने आफ्नो सिनियरले पनि जानेन अथवा उहाँले ध्यान दिन सक्नु भएन भने हाम्रो यहाँ कर्मचारी साथीहरू हुनुहुन्छ अथवा चाहिँ बिएम सरहरू हुनुहुन्छ बिएम सरले पनि सक्नु भएन सोल्युसन दिन सक्नु भएन कस्टोर सरले पनि के अरे सक्नु भएन के अरे हेड अफिसमा पनि हामीले के अरे गर्न सक्छौँ उहाँका साथीहरूले होइन ल यति भन्दै यो सानो दुई शब्द चाहिँ यही गर्छु जय